मेरो हस्बेन्ड चाहिँ अहिले हस्पिटलाइज भइरहेको छ हो, सँग छ हो। अहिले पापालाई नदेखेर उसले पापा पापा भन्दै खोजिरहन्छ। त्यो जुन दिन हामी आएको दिन चाहिँ होइन मेरो हस्बेन्ड पनि थियो। को आयो भगवान् हजुर मेरो सिक्स प्याक देख्यो भने ढल्छ अरे कि त्यसको सिक्स प्याक त्यसको भाइ त कस्तो भन्दा देख्छु मैले मोटी गेन्डाकोलाई त्यस्तै भनिदिएला नि देख्यो होला अहिले चाहिँ लाइभ प्रुफ देख्यो होला। So hello guys, welcome back to my YouTube channel, and if you're watching me for the very first time, my name is Apeksha. So आजको भिडियो त तपाईले बाइ द टाइटल थम्बनेल नै बुझिसक्नु भइसक्यो हैन कि what video is about. अन्त यो इन्ट्रो चाहिँ मैले एक दिन बाद बनाउँदैछु, रेकर्ड गर्दैछु हैन, किनभने अब लास्टको प्रिभियस ब्लगको कन्टिन्युएसन हो नि त यो चाहिँ हैन, किनभने अब लामो भिडियो त तपाईहरुलाई पनि अल्छी हुन्छ भनेर चाहिँ आई थॉट अफ मेकिङ इट इन्टु टु पार्ट हो। अन्त त्यही हो गाइज, अहिले मेरो हस्बेन्डको तपाईहरुलाई मैले लास्ट टाइम भनेको थिएँ हैन कि मेरो हस्बेन्ड चाहिँ बिसन्चो भएर चाहिँ म इमर्जेन्सीमा यहाँ आउनु परेको भनेर हैन। अन्त अहिले चाहिँ के छ भन्दाखेरि गाइज अहिले देख्नु हुँदैन हो, हल्ला हुँदै होला किनभने श्रीनु र भाइ चाहिँ उताबाट खेल्दैछ हो। मेरो हस्बेन्ड चाहिँ अब तपाईहरुले देख्नु हुँदैन भ्लगमा आज हैन, किनभने मेरो हस्बेन्ड चाहिँ अहिले हस्पिटलाइज भइरहेको छ हो। अन्त त्यही भएर आएको गाइज, म बिसन्चो छ, अब के भएको छ त्यो एक्ज्याक्टली त म भन्न चाहदिनँ यो भिडियोमा हो, यो भ्लगमा। अन्त त्यही थियो तपाईहरुलाई भन्नुपर्ने हो। कस्तो लागिरहेको छ, घरै शून्य लागिरहेको छ। प्लस अब पहिला योभन्दा अगाडि जब श्रीनुको बर्थडे थियो त्यति बेला त आमाहरू थियो, आपा थियो, सानो मम्मी थियो होइन। अब सबैजना हुँदाखेरि मजा आउँथ्यो नि त। मेरो हस्बेन्ड पनि त्यति बेला त ठिकै थियो होइन, अब मजाले रेला गरेर जिस्केर हुन्छ नि, सबै त्यस्तो हुन्थ्यो। अहिले फिलहाल त म र भाइ छु, अन्त घरै शून्य भइरहेको छ, प्लस हस्बेन्ड पनि छैन हो। फेरि हाम्रो श्रीनु चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ श्रीनु चाहिँ एकदमै क्लोज चाहिँ उसको पापा अन्त आमा उसको सँग छ हो। अहिले पापालाई नदेखेर उसले पापा पापा भन्दै खोजिरहन्छ हो। त्यसो त्यो अब त्यस्तो खोज्दा चाहिँ मलाई कस्तो लाग्छ के हुन्छ नि, अब मनै भारी भएर आउँछ हो। अन्त अब हस्बेन्डको हेल्थ अपडेट चाहिँ तपाईँहरूलाई म अब इफ पोसिबल भयो भने देखाउँछु भ्लगमा होइन। अन्त अब देखाउनु पाइनँ भने चाहिँ अब त्यही हो गाइस हो। अन्त अरू त केही भन्नु छैन तपाईँलाई, अब फर्दर भिडियोज हेर्नुहोस् हो। मेरो भाइले हँसाएको छ ट्रेनमा मेरो भाइ एकदम फुडी छ गाइस हो, फुडी प्लस टी लभर हो त्यो चाहिँ, एकदमै चिया खान्छ हो। तपाईँहरूलाई अब कतिवटा पार्टमा तपाईँलाई हाँस पनि उठ्छ होला, म त्यसरी जिस्किन्छु। हामी दुईजनाको बन्ड नै त्यस्तो छ क्या, हामी दुईजना एकअर्कासँग बाँच्छु पनि हो, एकअर्कासँग मिल्छु पनि हो म त्यसलाई जिस्काउँछु पनि, त्यसले पनि मलाई जिस्काउँछ हो। अन्त म लामो बनाउन चाहदिनँ यो भिडियो, सर्ट एन्ड स्विट होस्, तपाईँलाई पनि इन्जोय होस् हो। यो भन्नु बिर्सेछु है, त्यो जुन दिन हामी आएको दिन चाहिँ होइन मेरो हस्बेन्ड पनि थियो घरमै हो त्यति बेला त। अन्त घरमै थियो हो, उसलाई म जब घरमा थिएँ होइन त्यसलाई चाहिँ उसलाई पुरा पेन हुन्थ्यो। अन्त चाहिँ अब भिडियो कलमा पनि त्यस्तो बातै हुन्थेन हो, म घरमा थिएँ अन्त ऊ यहाँ थियो होइन, मलाई कस्तो टेन्सन हुन्थ्यो। अन्त त्यस्तो हुन्थ्यो हो, अन्त मलाई कहिले हुन्थ्यो यहाँनिर हो। अन्त फाइनली म आएँ प्लस त्यो पछि मेरो हस्बेन्ड पनि हस्पिटलाइज भयो हो, अहिले फिलहाल ऊ हस्पिटलमा छ। अन्त त्यति थियो तपाईँलाई भन्नुपर्ने। अन्त त्यस्तो भइरहेको छ फिलहालको अहिलेको सिचुएसन मेरो लाइफमा हो। अन्त अरू केही छैन तपाईँलाई भन्नुपर्ने, यति नै छ। आई होप यु गाइज विल लाइक आवर भिडियो हो, माया दिनुहोस् होला हाम्रो च्यानललाई पनि। मेरो र मेरो हस्बेन्ड दो मेरो नाममा छ यो होइन च्यानल, तर मेरो हस्बेन्डलाई पनि देख्छ, मेरो श्रीनुलाई पनि देख्छ होइन। तपाईँले माया दिनुहोस् धेरै 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 हो। अन्त मेरो हस्बेन्ड छिट्टो रिकभर होस्, जाती होस् भनेर पनि प्रे गरिदिनुहोस् हो गाइज। अन्त त्यति नै थियो तपाईँलाई भन्नुपर्ने। ल इन्जोय द भिडियो, बाइ। यस्तो यहाँ हेर्नुहोस् श्रीनु छाडा भएको, हेर्नु नानी ट्रेनमा के भने अरे भनिदेऊ न, ट्रेनमा के गर्दै अरे, कसो गर्दै अरे, के भयो भने अरे, चाय 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 भन्यो, के भने अरे ट्रेनमा
हामी चाहिँ बराइली आइपुग्यो गाइस हो रातभरि सुत्नु नपाएर चाहिँ मलाई चाहिँ कस्तो भइरहेको छ दाँत दुखेको जस्तो भइरहेको छ यसलाई चाहिँ फेरि माथि सुतेर ग्लेसियरमा सुतेको जस्तो भयो क्या ज्याकेट निकालेर हाइन्जल भएछ अहिले ट्र्याक चाहिँ धर्न यसको ट्रलीमा छ कि नभए ट्रलीबाट लाउँथ्यो होला खोलेर हेर्नु न कहिले पुग्नु भइसक्यो यस्तो अप्ठ्यारो भएको राति आम्मा श्रीनुलाई चाहिँ ठुलो जग्गा चाहिन्छ नि त सुत्दाखेरि होइन पुरा घुम्छ म खाँदिनँ बाबा खाँदिनँ अन्त उसलाई चाहिँ यतापट्टि सुताएर हो म चाहिँ यहाँनिर चाहिँ यसरी ठाडो बसेर चाहिँ उसलाई हेरिरहेको अब लड्छ कि भनेर फेरि यहाँनिर हो यताको यो परेको यो सिट परेको भए चाहिँ अलिकति ठुलो हुन्थ्यो यहाँ त सानो हुन्छ यो वाला सिट साइड अपला साइड लड त हो अन्त गाइस ज्यादा रेकर्ड गर्न सक्दिनँ म त अब एकैचोटि चण्डीगढतिर मात्रै भेट्छु अब्बी कहिले झर्नु भइसक्यो यस्तो डल्लै होल बडी पेन हुँदैछ अन्त नानीसँग ट्राभल गर्नु चाहिँ साह्रै छ साह्रो गाह्रो खाँदिनँ नो अझै मेरो छोरी त कस्तो नटिकल भएको छ हेर्नु लुगा चाहिँ कति फेरिदिइसक्यो तर मैलाई और से देखिए इस जानवर को ये जानवर खाता इतना है और बार बार टट्टी करने जाता है गौर से देखिए गौर से सुबह उठते होते नहीं है श्रीनु इसको भूख लग जाता है भूख लगने के बाद खाता है और उसके बाद यहाँ पास में जो दिख रहा है आपके नल का उधर के पास जाके ये ना श्रीनु से मेरी पोटी करता है ये गौर से देखिए इसको भी देखिए गौर से मम्मी को सोने भी नहीं देती है नो हामी चाहिँ पुग्न आँट्यो मरो त बाद हो के भयो सरी ल आउनुहोस् देख्यो होला अहिले चाहिँ लाइभ प्रुफ देख्यो होला नखाए ल यसले चाहिँ कतिको खान्छ म खाँदिनँ भाइ मन पर्दैन मलाई छिनु आउ तिम्रो म खानु पर्छ पैसा सके चाहिँ भन्छ हो फेरि खाएको ला यहाँ हेर्न यहाँ अब 200 रुपियाँ खालि छ 250 रुपियाँ रहेछ कति लिएर आएको थिएँ मैले पैसा यसले कति लिएर आएको थिएँ अब कति लिएर आएको थिएँ यसले कति खायो बुझिहाल्नुहोस् न अब कति खायो 250 रुपियाँ फर्किनु पर्छ के अरे भाइ समोसा कस्तो अरे नट ब्याड समोसा है खाँदा यो चाहिँ सोमोमा बनाएको कति चाहिँ खान्छ गाइस कति खान्छ यसले तपाईँहरूले खाएको देख्यो चाहिँ साँच्ची होला कि तपाईँहरू पनि अमन मान्छ हाम्रो आमाले चाहिँ खाउस किनभने जस्तो खायो भने अप्सरा जस्तो केटी भइरहेको किन अप्सरा अरे तँ भनिदिउँ तेरो नाम के हो र अब अप्सरा भन्छु यसले यसको केटी त अप्सरा हो भन्छ हामी कस्तो खालको अप्सरा हो भन्छौँ कस्तो खालको अप्सरा तिमीलाई कहाँ भन्छु र नि यसो यहाँ हेरिहाल्नुहोस् अर्को फेरि यहीँ अहिले खाँदिनँ कहिले पुग्नु भइसक्यो यस्तो आज योपालि ट्रेन गर्ने चाहिँ यस्तो साह्रो लागिसक्यो मलाई भुलन भए त मलाई केही जस्तो पनि लाग्थेन होला कि तर भुलन पनि नभएर होला प्लस योसँग मान्दैन यो ड्युटीमा हुन्थ्यो उसले बिहान र बेलुका मात्रै भेट्थ्यो उसले हो त्यो भएर I'm on duty, always on duty. अब के कसो हुन्छ तपाईँलाई देखाउँदै गर्छ खाने समोसा यही कितने बार पीता है म त 12 मध्येतिर चाहिँ कसले चिया खान्छ हौ भगवान है किन म पिउँछु नि त यसको भाइ त कस्तो होला देख्छु मैले मोटे गेन्डाकोलाई त्यसै भन्दिनँ नि यो मोटे गेन्डा नै छ के खाइ चिया भन्दैछ ला के भएको फेरि चिया गाइस यहाँनिर यसले फेरि चिया खान्छु भन्दैछ तर बजेट लु भएर मात्रै हेरेर अहिले अघि खान्थेँ चिया है पैसा सकिँदै गयो नि अब 200 रुपियाँ रह्यो नभए म खान्थेँ भन् न अब म खान्थेँ है यस्तो छ अहिले कन्डिसन हो श्रीनु त झन् हेर्नु न अबै घोप्टायो
ओहो यस्तो पो छ चाहिँ खाएको यो त कतिको चाहियो 500 चाय देख्यो होला चिया खाएको हाम्रो चाय मिलेगा मर्छ होला हौ म त गाइजहरू मर्छु होला चाय लभर हो चिया खाएको देखेर हामी चाहिँ आइपुग्यौँ अम्बाला अब त्यो पछि चाहिँ नेक्स्ट स्टेसन चाहिँ चण्डीगढ हो चण्डीगढ चाहिँ हो हाम्रो हेर्नु न यहाँ उतापट्टि नानी पुरा रुँदैछ के हेर्नु न नानी ट्रेनमा के आयो अरे भनिदेऊ न यहाँ ट्रेनमा के पायो अरे खै चाय चाय कसो भने अरे कसो भने अरे यस्तो छ है क्यामेरा खोल्यो भने चाहिँ गर्दैन अघि छ चाहिँ कति गर्दै थियो ल अब हामी पापा भएकोमा पुग्न आँटेको छु भन है अब हामी पापा भएकोमा पुग्न आँटेको छु भन उनीहरू भाइले हेर्दैछ हेर्दैछ हामी चाहिँ चण्डीगढ स्टेसन आइपुग्न आँट्यो भनेर किन अविष्कार चाहिँ चेन्ज गर्नु गएको छ लुगा है आइथ्यो हेर कनाएर आम्मामा के हो यस्तो गति हेर कपालको गति ल यसले चाहिँ नि ज्याकेट लगाइराख्थ्यो अब चण्डीगढमा कस्तो गरम हुन्छ होइन अब दार्जिलिङबाट आएको नि त यहाँको मान्छेहरूलाई के याद छैन यसले ज्याकेट लाग्थ्यो कि यहीँ फेरि न के हुन्छ त अन्त त्यो टी सर्ट बाहिरबाट लाग्थेन कि मेरो सिक्स प्याक देख्यो भने ढल्छ अरे कि त्यसको सिक्स प्याक यहाँ फेरि अर्को फोन तानेको नगर बाबा सिक्स प्याक हेरिहाल्नु चाहिँ यसको बुढी त नलुकान नि त तेरो पेट देखाइदिएन गजब बेइज्जती हो भन्दा नि तँलाई है गजब बुइबुइ गर अरे हौ लु बुइबुइ गर त लु हिँड आमाले अब सामान ल्याउँछ तिमी र म खालि जाउँ अब त्यो हो स्टेसन आइपुग्न आँट्यो अब चण्डीगढ झर्छ अन्त चाहिँ जान्छ हामी चाहिँ चण्डीगढ पनि आइसक्यो हो ए भिड हेर्नुहोस् भाइले चाहिँ एउटा ट्रली यहाँ राखेर अर्को ल्याउनु गएको छु तल अत्तु मरे गरम हेर्नुहोस् मान्छेहरू हामी गाडीमा चढ्नु त चढ्यो होइन तर चण्डीगढमा चाहिँ यस्तो डरलाग्दो गरम यहाँ हेरिहाल्नु कन्डिसन अब श्रीनु झन् कस्तो माया लाग्दो भएको कुन्ता गुला पसिना ज्यादा आउँछ हो प्लस अब रातो भएको गरम तातो हावा फ्याँक्दैछ फ्यान खिड्कीको फ्यान फोडे खिड्की खोल्दा पनि तातो हावा फ्याँक्दैछ अन्त हामी चाहिँ अब पुग्न आँटेको छ होइन अन्त यसले चाहिँ यहाँनिर नि केटी नदेखेको यो त हेर्दा है बल्ल बल्ल केटी देख्दैछ के गर्छस् अरे भन्दैन यहाँ आमाले पनि सुन्छ है यहीँ बस्छ यो तपाईँको छोरा आमा पछि यहीँ घर बनाउँछ अन्त तपाईँहरूलाई देखा न जमिनहरू मेरो पछिको पछि डल्लै तल आधी दिइहाल्छु यत्रो जमिन राखेर के गर्नु चाहिएन म त मिरिकमा बस्छु तँ बस्छु यहाँ जमिन देखाइदैन खै अघि केटी देखेर एकजना केटी देखेर त कस्तो भइस भन्दैन यहाँ हेर्दैन यहाँ न कस्तो भएको छ अरे घुस बम्सहरू जस्तो आएको नि मलाई केटी नदेख्दा बल्ल बल्ल आन्टी देख्यो भन्छ एउटा भर्खरको केटी देखेको छ त्यसले चाहिँ अन्त त्यो यहीँ भएर यसलाई सजाउ चियाले मोटो बनाइसक्यो घरि खान्छ खाएको गर्छ हो यसले जतिको त मसाउँदैन अब चाहिँ हामी पुग्न आँट्यो हो पानी पर्नु आँटेको जस्तै छ गाइज के अरे है त बस्दैन अन्त मेरो जमिनमा पर्छ रहेछ नि त त्यो यहाँदेखि उता सबै तँकोलाई सबै घिसिङ परिवार लिएन बुढो आया हेर्नु कन्डिसन गाइज यस्तो भइसक्यो म त घरले गएर जिउहरू त डल्लै खराब कुरुङ दुख्दैछ श्रीनु चाहिँ चण्डीगढदेखि सुतेको होला ऊ आइपुग्न आँट्छ कि सुति नै राख्छ अहिले पनि हो कस्तो मेहनत गरेर बनाएको छु मैले हो त जानिस् अब तपाईँहरूलाई नि एकैचोटि घरतिरै भेट्छ ल कहीँ देखाउनु सक्दिनँ म हो अन्त है हामी चाहिँ घर पनि आइसक्यो हो अन्त हामी पुरा थाक्यो मेरो श्रीनु झन् चण्डीगढमा कस्तो माया लाग्दो भएको थियो यस्तो डरलाग्दो गरम रहेछ चण्डीगढ चाहिँ हो अन्त उसको पापा चाहिँ अहिले ड्युटीमा हुनुहुन्छ 6 बजी आउनुहुन्छ हो
अन्त घर अब शून्य लागिरहेको छ के दिनु यो शून्य लागिरहेको छ नि अब हुन्छ नि अब अस्तिसम्म त आमाहरू हुँदाखेरि कस्तो मजा आउँथ्यो हो आमा सानो मम्मी आपा आउँदाखेरि त अब यहाँ घर पनि उयो हो शून्य लागिरहेको छ एकदम शून्य अन्त पापालाई पर्खिरहेको छ अहिले चाहिँ पापाले पनि टाइम हेर्थ्यो होला कहिले 6 बज्ने र आउने कहिले 6 बज्ने र आउने भइरहेको होला है सो गाइस अब देखाउँदै गर्छु के कसो हुन्छ ल तपाईँलाई हेरिहाल्नु औस्काले चाहिँ आयांशलाई देखाएको यी अब पुन्तु भाइ त्यही त भइसक्यो यी हेर्नु टु भन्दैछ आरिसिनी यहाँ आऊ तिमी यहाँ अबे आरिसिनी भएर हेर्नु न यहाँ भाइलाई राख्यो भनेर हौ आरिस गरेको को आयो पापा चाहिँ ड्रेस कराइछ अन्त है पापा गरेको अन्त पापा गरिदिनु छिटो पापा गरिदिनु ए पापा गरिदिनु छिटो पापा पापा जान्छ अरे फेरि जान्छ अरे पापा जान्छ अरे नि तान्ता मेरो पापा म पनि गर्छु नि मेरो पापा गर्छु नि अन्त म मेरो पापा गर्छु नि मेरो पापा बस्न जान्छु पापा ढिलो भएर मान्दैन देख्यौ ल यहाँ श्रीनो पिनुले चाहिँ पापालाई खाना खानु पनि दिएको छैन यी यहाँ घुट्री राख्छ यी श्रीनो पिनु चाहिँ पापाको छोरी होइन भन्दा पनि है सानी अन्त खतरा छ त कम्ती खान्छ तर पनि साइज चाहिँ अब त्यस्तो छ हो त्यसले बुझेन ओए वाट के हाल्ला मनिनु हाल्यो बुझिस् कहाँ गयो पानी सकेछ नि त पढाल्दै रहेछ आउन छिटो आउन दाजु कति पाउनुहुन्छ र महिनाको यहाँनिर मान्छे आउनु भएको छ यहाँ सफा गर्नुको लागि पर्मानेन्ट सफा गर्नुहुँदैछ यहाँ नाली मैला लाग्यो अरे दाजु कति पाउनुहुन्छ र दाजु कति पाउनुहुन्छ यस्तो सफा गर्नुभएको तपाईँले वेतन लाग्यो पुग्छ होला कतिले 64,000 जस्तो पुग्छ अरे दिदी नालीहरू मैला छ तपाईँहरूको हजुर दाजु यहाँ आधी मात्रै छोड्नु भयो त अन्त यो पुरै हो के दाजु तलसम्म सबै सफा गरिदिन्छ आपाले चाहिँ आज यहाँनिर पुरै पानी हालेर बिहान उठेकोदेखि उसको ड्युटी त्यही हो अन्जुली दिदी हेर है तिम्रो घरको त्यहाँनिरबाट चाहिँ सबै पछाडि सफा गरेर शिवाङ्गी तिम्रो घरसम्म सफा गरेर उहाँ ल्याएको नि गार्डन पनि बनाइदियो अब म त हुँदिनँ दुईजना हाम्रो सिनी त आमाहरू आएर कस्तो छाडा लाग्छ हेमा हेर्नु हुनु त
माया गरेर नै अब है माया गरेर अरे म त गर्दिनँ माया ला अरे ओकालो हेर म चाहिँ माया नगरेको जस्तै आमाले भित्र बेडमा मात्रै खेलाएर हुन्छ क्या बाहिर हिँडाउनु पर्यो टाइममा खुवाउनु पर्यो अन्त के टाइममा खुवाउँछु टाइममा हिँड्नुहोस् त अन्त टाइममा लुगाफाटा फेरफार गरेर त्यो महिला दुईजना अब फेरि गाई सफालाई देखाउँछ ल हाम्रो आप्पालाई के गर्दो रहेछ भित्र गयो होला अब त तर मेरो चप्पल धोइदिँदो रहेछ आयो आयो सफा भयो मैला छ त यहाँ त अलिअलि अन्त यी अब फेरि बेलुका खोल्यो भने सफा गर्नु